हाम्रो डेजर मेसिन पानीमा गयो। यी जेसीबी मार्फत चाहिँ हालिरहेछ। 24 घण्टामा 30 लाख क्युबिक बालुवा फाल्ने मेसिन भनेर चाहिँ लिएर आएको। 1 घण्टामा चाहिँ 120 लिटर डिजेल यसो प्रयोग हुन्छ। जेसीबी लगाएर चाहिँ धक्का मार्ने काम हुँदैछ। यहाँ चाहिँ धेरै मान्छेहरू घाटमा घुमिरहेछन्, हेरिरहेछन् भिडियो बनाउनलाई। र मेसिन वहाँ पुगिसकेपछि माटो निकाल्न चालु भएको चाहिँ अपडेट गरेको सिस्टम पनि तपाईँहरूलाई म देखाउँदैछु। यहाँ चाहिँ मान्छे 52% बसिरहेछन्। सब मान्छेहरू उच्च तहका मान्छेहरू आछन्। यही ट्युबको सहायताले ट्युब लगाएर चाहिँ त्यसलाई चाहिँ सिफ्ट गरेर पानीमा हालेको हो। ए हल्लाउनु सकिँदैन, यत्रो मोटा मोटा ट्युब। 14 टन क्यापासिटीको चाहिँ सस्टेबल भएको ट्युबहरू हो यिनीहरू। यो पाइपहरू जोड्ने हो। त्यसपछि यो पाइप जोडेर माटो कसरी फाल्दो रहेछ यसको भिडियो पनि म तपाईँहरूलाई बनाएर देखाउने छु। अहिले हेर्नु, यो घाटमा सब मान्छेहरू भिडियो बनाउन र हेर्नलाई तामझाममा तमासामा बिजी छन्। अरू पनि खोजमूलक भिडियोको लागि मेरो च्यानललाई लाइक सब्सक्राइब गर्नुहोला। कन्स्ट्रक्सन सम्बन्धी ठुल्ठुला मेसिनहरू कसरी प्रयोग गर्ने, कसरी हाल्ने त्यो सम्बन्धी जानकारीको लागि। थ्याङ्क यू।